स्वागत छ मेरो युट्युब च्यानल हिमाली धर्म केन्द्रमा। आजको पाठ चाहिँ दोचेन नम्बर जुम्पा सेचबे जुङ बज्रा विदारानी नाम धारानी। यसको साधारण अर्थ मैले सङ्कलन गरेर तपाईहरुको माझमा प्रस्तुत गर्दछु। नमो रत्ना तरायाया। यसको अर्थ चाहिँ हाम्रो भोकेमा तिब्बतीय भाषामा चाहिँ थिन्मोङ माहिन बे कुञ्चोक सुम्ला छक्छल्लो भनेछ। नेपालीमा असाधारण रूपमा तिरिराख्नलाई प्रणाम छ। नमस्चण्ड वज्रा पानाए मा एछा सेना पताए सम्बा थम चेत थेत जोपर चेतपे नोचिन गी तेपेन चेनपो थुक टाकपो दङ दिम्बी छाग्ना दोजेला छक्छल्लो। अर्थ इच्छाहरू पूर्ण गरिदिने क्रोधी रूपी मा एच्छाको सेनापति स्वरूपी वज्रपानीलाई प्रणाम गर्दछु। तद्यथा दिताते होकमा डेन्बी थाचिकिन। यस्तै गरी तल्लो शब्द लिने टावर छोकी इङ्गी एसेला कुलवातेम्पानी। धर्म धातुको ज्ञानमा प्रेरित गरी देखाएको अध्यय। ओम त्रुटा त्रुटा छोकी इङ्गी एसेले जुङबे टुल्बे तागदङ जेन्गी न्यनमुङबा नम थर जोतचिक्पा हो। धर्म धातुको ज्ञानद्वारा निर्मित भई आफू र अरूको क्लेशहरूबाट बच्न सकुन्। त्रोटाया त्रोटाया सिन्धु सोल्चिक्पा हो। एकदम हटाउने, राम्रोसँग हटाउने। स्फुटा स्फुटा पोर्चिक्पा हो। फाक्रियोस् विकसित होस्। स्फोटाया स्फोटाया सिन्धु पोर्चिक्पा हो। एकदम विकसित होस्, राम्रोसँग फैलियोस्। गुड्ना गुड्ना थरपर जोचिक्पा हो। से चोबोला कुलवा बचियोस् मूललाई पुकारेको। गुड्ना पाया सेक्तो मातुप्पा नम जेन्दु सिन्धु चेरपर जोचिक्पा हो। से खोर्दु ग्युर्पाला कुल्बा हो। पोल्न नसकेकोहरू अर्कैतिर उडाइयोस्। अरू सहायकलाई पुकारिएको। सर्वा सतोनी बोधया बोधया सेम्जेन थम चेत खेपर चुन्गी सिमला नेबर जोचिक्पा हो। सबै सत्वहरू विशेषको चित्तमा स्थित होउन्। सम्बोधया सम्बोधया सिन्धु नेबर जोचिक्पा हो। पूर्ण रूपले स्थित होउन्। ब्रह्मा ब्रह्मा छुङसिक्पा हो। निकालियोस् फ्याँकियोस्। सम्भ्रामाया सम्भ्रामाया सिन्धु छुङसिक्पा हो। पूर्ण रूपले निकालियोस्, पूर्ण रूपले फ्याँकियोस्। सर्वभूतानि कुटा कुटा जुङ्बो थमचेतकी नोत्पा थमचेत दुम्बुर जोचिक्पा हो। सबै भूतहरूले गरेको हानिलाई टुक्रा टुक्रा होस्। समकुटाया समकुटाया
सिन्धु दुम्बुरु जोचिक्पाओ पूर्ण रूपले टुक्रा टुक्रा होस् सर्वा शत्रुन घाटा घाटा प्रत्येचेवा मेत्पानम ने जेन्दु छिम्बर जोचिक्पाओ शत्रु वा दया नभएकाहरू अरू स्थानतिर जाओस् समघाटाया सिन्धु छिम्बर जोचिक्पाओ पूर्ण रूपले जाओस् सर्वा विद्याम वज्रा ले तेताक्याङ रेक्पाचेन ख्योत्की युशिकी दोजे जोचिक्पाओ सम्पूर्ण कार्यहरू तपाईको ज्ञानको बजार स्वरूप हुन् स्फोटाया वज्रा यसैकी तोर्चिक्पाओ ज्ञानको माध्यमले छर्किदियोस् काटा वज्रा यसैकी सेतपर जोचिक पाओ ज्ञानको माध्यमले छिनियोस् काटियोस् माटा वज्रा यसैकी दुम्बुरु जोचिक्पाओ ज्ञानले टुक्रा टुक्रा बनाइयोस् माथा वज्रा यसैकी फुक्चिक्पाओ ज्ञानले गर्दा गहन गहिरो होस् आटा हासा नीला वज्रा ख्योत्की यसैकी दोजे उम्बो छाक्ना नम्बे युङवादङ चेत्पे ठेले जोचिक्पाओ तपाईको ज्ञानले नीलो बजार हातमा लिनु भएर निकाल्ने र काट्ने सन्देश भाग भइदिनुहोस् सु बजार ये सोहा गोङदु तेम्बे ले थम्जेक्याङ छोकी इङ नम्बर तक्पे यसैकी लेखपर जोचिक्पाओ माथि देखाइएको सम्पूर्ण कार्यहरू धर्मधातुको विशुद्ध ज्ञानले शुभ गराइयोस् थुकी रङसिन यसैजीले चिर्कुलवा तेम्बानी सो चित्तको चार ज्ञानले साधारण पुकार देखाई हे फुलु निरु फुलु मेलोङ ताबुगे यसैला सोक्पा ले टुल्बे ठोबो नम्की तुङाल छेम्बोगी ग्युनम चोचिक्पाओ आदर्श ज्ञान लगायतबाट निर्मित क्रोधी रूपहरूको महाचिन्ताको हेतुहरू नष्ट होस् घृणा कुल्लु सोमबार जोचिक्पाओ महाचिन्ता विध्वंसा विनाश भइदियोस् मिल्ली चुलु कुरु कुल्लु थाक्पर जोचिक्पाओ विशुद्ध हुन् वज्रा विजय या सोहा नम्बर ग्याल्बे यसैकी दोजेई शिवर जोचिक्पाओ विशुद्ध ज्ञानको वज्राले शान्त भइदियोस् किली किलाया सोहा यसैकी फुर्बुई शिवे ले जोचिक्पाओ ज्ञानको किलाले शान्त बनाइदियोस् काटा काटा पाकोङबाट जोचिक्पाओ ग्रहण लागेको जस्तो गरिदिनुहोस् ज्ञानले ढाकियोस् माटा माटा डोवा नम याङेनले देवे देवा छिम्पोला जोर्चिक्पाओ देहान्तरकर्ताहरू परलोक महासुखको प्रयोगमा जोडिनुहोस् रट्टा रट्टा तुङाल नाम मिफेलबाट जोचिक्पाओ दुःखहरू नफैलियोस् मोटाना प्रामोटानाया सोहा मिथिन बे छोक नामले ढालबाट जोचिक्पाओ प्रतिकूल कार्यहरू छुटिएर जाओस् चारा निचारा पाल फुन्सुम छोकपाला जोर्चिक्पाओ श्री सम्पन्नको प्रयोगमा जोडियोस् हरा हरा न्योनमोङबाला सोक्पा नाम ठोक सिक्पाओ
क्लेशहरू काम क्रोध रागादि हरनुहोस् सरा सरा फुल्दो जुङ्बे लोके चिक्पाओ उत्तम मन उत्पत्ति होस् माराया दोर्ना हिसेजिगी राङसिनगी पर्दो चोत्पा नम शिवर जोचिपाओ संक्षेपमा 4 प्रकार शान्त स्वभावको बीचमा बाधा गर्नेहरू शान्त भइदियोस् ठोबो नम कुई राङसिनला कुलवा तेम्बानी क्रोधी रूपीहरूको स्वभाव कायालाई पुकारिएको प्रदर्शन बज्रा बिदारानाया सोहा चोम्देन दे दोजे नम्र जुम्बे कुई राङसिनगी सेमजेन नमगी पाक्छाङेम्बे ढिमा नम सिसिङ मेट पर जोचिक्चे कुलबा हो भगवान वज्र विदारानाको कायाको स्वभावले सबै सत्वहरूको नराम्रो प्रवृत्तिहरूको दोष शान्त भइजाओस् छिन्दा छिन्दा थरछिम्बर जोचिक्पो सम्पन्न भइजाओस् बिन्दा बिन्दा छेमर लोकसिक्पो तुलो पिठो परिदियोस् महाकिली किलाया सोहा खेतकी कुई फुर्पु छेम्बोई निन्मुङबाला सोक्पा नम शिवर जोचिक्पो तपाईँको कायाको महाकिलाले सबै क्लेशहरू शान्त भइदियोस् बन्दा बन्दा मारुङबा नम छिङसिक्पो अटेरीहरू बाँध्नुहोस् क्रोधा क्रोधा किली किलाया सोहा ठुसिङ ठुक्पे फुर्पुई लेङ न्यम्बा नम मेट पर जोचिक्पो क्रोधी भई किलाले नराम्रो कार्यहरू हटाइदियोस् ठोबो जिगी निङबोगी कोने कुलवानी 4 क्रोधीहरूको सारको माध्यमले पुकार चुरु चुरु चण्डा किली किलाया सोहा ठोबो छेम्बो दोजे तुम्बोई फुर्बुई केक्नम शिवर जे महाक्रोधी वज्रचण्डाको किलाले विघ्नहरू शान्त भई जाओस् त्रासय त्रासय वज्र किली किलाया सोहा ठोबो छेम्बो किली किलायागी फुर्बुई केक्नम टक पर जोचिक्पो महाक्रोधी वज्र किलाले विघ्नहरू शान्त भई जाओस् हरा हरा वज्र विदाराया सोहा ठोबो छेम्बो दोजे बेजनकी फुर्बुई केक्नम दर पर जोचिक्पो महाक्रोधी वज्र बेचनले विघ्नहरू शान्त भई जाओस् प्रहारा प्रहारा वज्रा प्रबन्जनाया सोहा ठोबो छेम्बो दोजे थोवाई फुर्बुई केक्नम मेट पर जोचिक्पो महाक्रोधी वज्र हतौडाले विघ्नहरू शान्त भई जाओस् जोकर तोन मिनिना ठोबो जिगी निङपोई देवर चावानी दिताक हिनो से चावे तोन तोन्तो तेताक सुङबे कोने कुलवा तेम्बानी सम्पन्नताको अर्थ बताउन नसकेमा 4 क्रोधीहरूको सार जाप गर्नको यी हुन् भन्ने अर्थ दर्शाएको छ ती वचनहरूको माध्यमले पुकारिएको दर्शाएको कथन माथि स्थिर बज्रा लोटोई फुल्दो जुङ्वा नम्गी सेम दोर्जे तर तेन्सिङ मियोबर जोचिक्पो बुद्धिवालाहरूको चित्त वज्रा जस्तो दृढ भई नहलिने होस् सुती स्थिर वज्र लेख पर तेनबर जोचिक्पो राम्रोसँग दृढ होस् प्रति स्थिर वज्रा राप्तु तेम्बर जोचिक्पो एकदम दृढ होस् महावज्रा छेम्बो नम्गी छुल्दु तेनबर जोत
चिक्पा हो, ठुलो बज्राहरूको नमुना होस्। आ प्रति हाता बज्रा राप्तो युवा मेत्पी हिसिगी दोजे लेखपर सोल चिक्पा हो। एकदम चल नभई ज्ञानको बज्रा राम्रो माग होस्। आमोगा बज्रा यसै छेम्बोगी ठिनले नम धोन योतपर जो चिक्पा हो। मा ज्ञानको सन्देश वाहकहरू अर्थपूर्ण होस्। यही बज्रा यसै दोजे दङ देम्बा दुल्जागी ग्युले सेक सिक्पा हो। ज्ञानको बज्रा भएको प्रशिक्षार्थीको वंशबाट जाओस्। श्रीगम बज्रा ये सोहा जोन्ने क्याङ निर्दु शिवे ले टुपर जोचिक्पा हो। आएर पनि छिटो शान्ति गरिदिनुहोस्। दारा दारा जुङ्बो नम जुङ सिक्पा हो। भूतहरू समात्नुहोस्। दिरी दिरी जुङ सिम्बा नम थोक सिक्पा हो। समातिएकाहरू उचालियोस्। दुरु दुरु ताक्पा नम मिछोरबार जो चिक्पा हो। बाँधिएकाहरू नछुटिने होस्। सर्व बज्रा कुलम आवर्ताया सोहा दोजे रिक्थम जेटकी शिवा दङदेम्बे जिन्गी लप जो चिक्पा हो। बज्राको वर्गहरूले शान्ति भएको अधिष्ठान गरिदिनुहोस्। अमुकम माराया फाट भर्दो चोत्पा नम दोक्पा दङ झोम्बे ले जो चिक्पा हो। बाधा गर्नेहरू फर्किनेर कम होस्। कुसुङ थुला चिर्कुलवा तेम्बनी साधारण रूपले मन वचन र शरीरलाई दर्शाइ देखाएको। नम समन्ता वज्रानम दोजेगी रङसिनगी ताक्कुन्ने छाछल्बे नेसु जो चिक्पा हो। सो वज्रले मो लगायत सबैबाट नमन गरी स्थानमा गर्नुहोस्। सर्व बलम आवर्ताया महाबले तोपछेम्बो दङ देम्बा थम जेतकी तोचिङ घेबे नेसु जो चिक्पा हो। मा बलवालालाई प्रशंसा गरी खुसीको स्थानमा गर्नुहोस्। काटा बेता ताले आचाले यसैकी छेवा छेम्बोई केक नामला थोपला मियो पर जो चिक्पा हो। ज्ञानको ठुलो धाराले विघ्नहरूमा परि अचल भइदिनुहोस्। मण्डला महे अति बज्रा यसै छोक्ताङ देम्बा नम्गी किलखोर क्योङवा नम ताक्ला गोबर जो चिक्पा हो। ज्ञान उत्तम भएकाहरूले मण्डल बचाउ गर्नेहरू मलाई शिखर मान्नुहोस्। महाबले बेगा राना राना तोपछेम्बो दङ सेबा नम्गी पर्छेत नम निर्दु मेतपर जो चिक्पा हो। मा बालवालाहरूले बाधाहरू तुरुन्त नाश गरियोस्। अजिती जोला अजिते यहाँ डेङ्बो हुनुपर्ने छ, यहाँ घिउ भएछ अजिते ते हुनुपर्छ है, यो चाहिँ मिस्टेक हो। यो ती होइन, यो इकारलाई एकार बनाउनु पर्ने। अजिते अजिते यस्तो अजिते जोला जोला यसै छेम्बोगी मे बारबार जो चिक्पा हो। मा ज्ञानको जोलान होस्। तिटी तिटी पिङ्गाले राप्तो बारबार दुबे नोपा नमले सुङ सिक्पा हो। एकदम जोलन भई हानि गर्नेहरूबाट रक्षा होस्। दहा दहा तेजो ओती जिजिदङ देम्बे मेई सेकपर जो चिक्पा हो। तेजिलो आगोले जलाइयोस्। तिली तिली चेतपर जे चिक्पा हो। काटियोस्। बन्दा सेक सिक्पा हो। डराउनुहोस्। महाबले
बज्र अंगुष्या जोलाए सोहा दोर्जेगे लु बारवा दांग थेम्बे तोप छेम्बोई केकनम शिशिंग मेबर जोचिकपाओ बज्राले शरीर जोलन भई मा बालले विघ्नहरू शान्त भई जाओस् चोम्देनदेखि निङबोइकोने कुलवा तेम्बानी बुद्ध भगवानको सार माध्यमले पुकार दर्शाई नामो रातना तरयाया थिन्मोङ माइन बे कुन्छोक सुम्ला छक्छल्लो असाधारण रूपमा त्रिरत्नलाई प्रणाम छ नमस्चण्ड वज्रपानाए मा एकछा सेना पताए सम्बा थम्चे जोपर चेप्पी नोचिनगी तेपिन तोबोन छेम्बो थुक टक्पो दङधेम्बी छाग्ना दोजेला छक्छल्लो इच्छाहरू पूर्ण गरिदिने क्रोधी रूपी मा इच्छाको सेनापति स्वरूपी वज्रपानीलाई प्रणाम गर्दछु तादे था दिताते होकमा डेम्बे थाचिकिन यस्तै गरी तल्लो शब्द लिने तावर ओम राप्तु ngaकपे तोन्ते टासिबे तोन्तो ओम एकदम प्रशंसा गरेको अर्थमा मङ्गलको अर्थमा हरा 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 वज्रा थुक्पा चेन्नमगी सोक यिसिगी दोर्जे ठोकसिक्पाओ ठोबो हुङजेत कुलवा आटेरीहरूको प्राण ज्ञानको वज्रले खोसियोस् क्रोधी हुङ्कारलाई पुकारिएको माथा माथा वज्रा यसे दोजे तेतक्ला थेक पर जोचिक्पाओ सिन्जे से कुलवा ज्ञान वज्राले तिनीहरूलाई किचियोस् धर्मराजालाई पुकारिएको दुना दुना वज्रा यसे दोजे क्योचिक भयो ज्ञानको वज्रा उत्पत्ति होस् दहा दहा वज्रा यसे दोजे शिक्षिक भयो सिन्जे थर्चे कुलवा ज्ञान वज्राले डराउनुहोस् धर्मराज मुक्तिलाई पुकारिएको पच्चा पच्चा वज्रा यसे दोजे तेतक छुकसिक पाओ मियोवा कुलवा ज्ञान वज्रले ती सबै पचाइयोस् आछोबे पुकारिएको दारा दारा वज्रा नोत्पाचेन ढोबा नम जुङ सिक्पाओ तन्डिन कुलवा हानिकर्ताहरू भागेकाहरू समात्नुहोस् ह्याग्रीवा पुकारिएको दाराया वज्रा यसे चेन ख्योकी खोर्नम क्याङ जिन्दु छुकचिक्पाओ जेन्गी मिथोपा कुलवा ज्ञानकर्ता हजुरको सहायकहरूलाई पनि समात्न लगाइदिनुहोस् धरुन वज्रा टाक्तो जुङसिक्पाओ एकदम समात्नुहोस् छिन्दा वज्रा जुङ सिम्बा नम दोजे छोचिक्पाओ खम्सुम नम्ज्याल कुलवा समातिएकाहरू वज्रले टुक्रियोस् त्रिभुवन विजेतालाई पुकारिएको बिन्दा बिन्दा वज्रा हुङ फट बिन्दा वज्रा हुङ फट हिसेकी राङसिन यी थुक्की खोइसिक्पाओ ज्ञानको स्वभाव चित्तले चिरियोस् न्येबे निङबोई कोने कुलवा तेम्बानी निकट गर्भको माध्यमले पुकार दर्शाई नमस्चण्ड बाजर क्रोधाया मोटुकी छोक टुपे छिर दोर्जे ठोबो टक्पोला छक छलो सेचावाओ सिद्धिको उत्तम साधनाको लागि बाजर क्रोधीलाई प्रणाम गर्दछु हुलु मोटुकी केक्सु युर्पा नाम ताके दिन्दु टाक्तु खुक्चिक्पाओ सिद्धिमा विघ्न बाधा गर्नेहरू मेरो अगाडि जसरी नि आओस् तिष्ठा ढाङबा नाम ताकि दुन्दु नेबर जोचिक्पाओ तानिएकाहरू मेरो अगाडि आओस् बन्दा नेबा नाम छिङसिक्पाओ यहाँ बाहेकाहरू बाँधियोस् हाना चिङबा नाम धेक सिक्पाओ बाँधिएकाहरू पिटियोस्
आमृते हुङ फाट ले तेताक थम से क्याङ थार छिनचिङ छिर मिदोपे साला शाक्ने छिवा मेत्पी नेला चोरवा जोचुक्पा हो शे सुङ्बा हो। ती सबै परिपक्व भई फेरि आउन नपर्ने भूमिमा स्थापित गरी अमरत्व प्रयोगमा होस्। दोजे नामजोङ ला लोभेन भिमाले जेपे ngaki shetpa sapye chiwa dang tele kyang gongdu dembe uyen peme jepe dojegi sung sap di ngochar छेउ। वज्रा विदारानामा आचार्य भिमाला मित्रद्वारा निर्मित मन्त्रको व्याख्या र त्योभन्दा पनि पहिले पद्मसम्भवले रचना गर्नुभएको वज्र वचन यो अति अद्भुत छ। धन्यवाद।